नमस्ते सबैजनामा म मनोज कार्की। म चाहिँ यसो यो जुइना बार्दै गरेको बेलामा मनमा केही कुरा खेले के गरौँ भन्यो अनि मोबाइल झिकेर एउटा सानो भिडियो बनाएर सोशल मिडियामा हालौँ न त भनेर चाहिँ भिडियो खिच्दैछु। अहिलेको राष्ट्र प्रमुख प्रधानमन्त्री राष्ट्रपति जसलाई भनौँ, मलाई चाहिँ के भन्न मन छ, भिडियोमा त पुग्ला नपुग्ला के भन्न मन छ भनेदेखि हाम्रो रवि लामिछानेलाई जेलमा चाहिँ यति महिना थुनिसक्यो कि अब यो कहिले पनि उसले गरेको पाप हो या होइन भन्ने नै टुङ्गो भएन क्या। अब यति भन्दा राम्रो चाहिँ के गर्न पाए हुन्थ्यो भनेदेखि मेरो सल्लाह चाहिँ यो 17,000 मैले मारेको हो भनेर छाती पिट्ने मान्छे खुल्ला बाहिर हिँड्ने, अनि जेएनजी आन्दोलनमा भर्खरका नाबालक 75 जना एउटा बच्चा बच्चीको ज्यान गयो। अब यो ज्यान जाने बेलामा जो प्रमुख हुनुहुन्थ्यो उहाँले नस्वीकार्ने अनि 7-8 दिन चाहिँ यसो लुकेर बस्दिने अनि फेरि टक्कसँगले बाहिर आएर फेरि कुर्न थाल्ने। अनि उहाँहरूले चाहिँ हिजोका दिनमा चाहिँ राम्रो काम गरेर जेलमा बसेर लाइसेन्स बनाएर देश चलाउन आउनुभएको हो। रविले चाहिँ पुरै नराम्रो काम गरेर एउटा देश बनाउँछु भनेर आउनु भएछ। ठुलो पाप त्यही रहेछ। अनि म चाहिँ के भन्छु भने यो 17,000 को पनि यो 75 जनाको पनि यो गृहबन्धु यो विभिन्न भ्रष्टाचार काण्ड सबै रविलाई लगाइदिउँ क्या, मुद्दा लेखेर हालिदिउँ। अनि यदि हालिदिएपछि के हुँदो रहेछ भनेदेखि टक्कसँगले छानबिन गर्दै ऊ जेलमा जीवनभरि बस्नुपर्ने भयो। आखिर सबैलाई जेलमै थुन्न मन त छ नि त। अनि त्यस्तो गर्दौँ भन्ने कुरा आयो। यो चाहिँ राष्ट्र प्रमुखलाई भन्न मिल्दा अब म त के पुग्थ्यो, राष्ट्र प्रमुख भाषामा चाहिँ यो भिडियो चाहिँ एउटा सल्लाह भनौँ अथवा के भनौँ मिल्छ भनेदेखि सबै जति पनि नेपालको भ्रष्टाचार सबै रविले नै गरेको भनेर चाहिँ मुद्दा दर्ता गरेर जीवनभरि थुनिदिउँ। होइन भने के भएको भनेर चाहिँ यो किन अड्काइराख्नु परेको बिना काममा, के हो त यो कुरो? जनताले यत्तिकै अमेर बस्नुपर्ने हो त? हस्, धन्यवाद।